हाम्रो छोराको कथा हो र सबैजनाले एकदम मेहनत गर्नुभएको छ। त्यत्रो सेट लाछ, त्यत्रो फाइटर छ, मूर्ति राखेको छ, 2टा क्यामेरा छ, क्रेन छ। अब के गर्ने त, म एज अ कलाकार त बडी डबल त म त गराउनै सक्दिनँ। अनि त्यहाँ चाहिँ नै फर्चुनेटली एकजना लेडी भेटिनु भयो, आयुर्वेदिक हिसाबले मेरो खुट्टामा पट्टी गरिदिनु भयो र त्यो पट्टी बाँधेर चाहिँ 15-20 दिनमा मैले सिक्वेन्स कम्प्लिट गरेँ। कुनै पनि कसर छोडेको छैन। नेपाल देश राम्रो भएको, उन्नत भएको, एकदम विकसित भएको, एकदम यहाँका जनताहरूले चाहिँ एकदम सुख पाएको चाहिँ हेर्न मन छ। त्यो हुनाले चाहिँ त्यो जेन्सी जुन हाम्रो भाइ बहिनीहरूलाई जुन उहाँहरूले चाहिँ सोचेर चाहिँ सडकमा उत्रिनु भयो, त्यसरी नै सबैजनाले परिवर्तनको लागि चाहिँ हामीले आफ्नो आफ्नो ठाउँबाट हामीले परिवर्तनको लागि लड्नुपर्छ। त्यस्तै लडाइँ हाम्रो चलचित्र बलिदान हो। बलिदानमा पनि हामीले चाहिँ क्रान्तिको लागि लड्ने, एउटा आमाको लागि, एउटा मातृभूमिको लागि लड्ने एउटा त्यो कथा भएको हुनाले अस्ति हाम्रो एउटा गीतबाट पनि धेरै अडियन्सहरूलाई रिलेट गरेर कसरी भयो यो ठ्याक्कै हाम्रो यो घटना र यो फिल्मको घटनासँग कसरी मिल्दोजुल्दो भयो भन्ने हाम्रो कुराहरू कमेन्टहरू पनि आयो। तर हामीले त्यो बेलामा चलचित्रको माध्यमबाट हामी दबिएर खुम्चिएर बस्ने होइन, हामीले आवाज उठाउनुपर्छ। हामी चाहिँ त्यस्ता कुटिलहरूको विरुद्धमा हामीले आवाज उठाउनुपर्छ। हामीले देश गाउँ एउटा सहर टोलबाट, जस्तो कि हाम्रो अभय जस्तो एउटा चाहिँ युग पुरुषको जन्म हुनपर्छ भन्ने हाम्रो चाहिँ सन्देश हो। त्यो हुनाले पनि धेरै कुराहरू मिल्यो हाम्रो। अब यो कुराहरू भन्दै गर्दाखेरि चाहिँ मैले एकदमै म फेरि ग्राउन्डबाट काम गरेको थिएँ बलिदानमा। म एज अ डाइरेक्टर पहिलोचोटि चाहिँ मैले फुल फेसमा मैले निर्देशन गरेको चलचित्र बलिदान हो। यो मेरो ड्रिम हो, जुन चाहिँ धेरै समय धेरै उत्तर चढाव, यति उत्तर चढाव भोगियो कि अब त्यो त्यसको पनि छुट्टै 2-4वटा फिल्म बन्छ कि। त्यो हुनाले चाहिँ मलाई ग्राउन्डमा एकदमै साथ दिने, म सँगसँगै हामी चाहिँ त्यो के अरे त्यो जङ्गलको सेट बनाउँदाखेरि सँगसँगै काठ बोक्ने, काठ गाड्ने, जस्तो कि हाम्रो यहाँ आकाश छ, हाम्रो आकाश भयो, अनि थुप्रै नामहरू। अगाडि त नाम त याद आउन मैले स्टेजमा बस्दाखेरि अगाडि हेर्दाखेरि सम्झिने हो होइन। मलाई सुरुको आइडिया, मैले जब आइडिया यो कथामा म चलचित्र भन्छु भन्दाखेरि मलाई साथ दिने हाम्रो प्रेमपुरी भयो। त्यो भएर जसरी घटनाक्रम हुँदै जोडिएर आज जसरी जम्बो हाम्रो बलिदान एउटा बनेको छ, साँच्चीकै यो दर्शकको लागि यो चाहिँ बलिदान जुन तरिकाले हामीले चाहिँ नारा लगाउँदै आएका थियौँ, भोलिको दिनबाट हाम्रो चाहिँ प्रदर्शन हुँदैछ। अस्तिको दिनसम्म म यतिको अपेक्षा राख्नुपर्छ दर्शकहरूले, एउटा सानो पनि कमी कमजोरी हुनुहुन्न, कमसे कम कमी कमजोरी हुनुपर्छ। मैले भन्न खोजेको कुरा चाहिँ मैले चाहिँ भन्न सक्नु पर्छ, त्यसमा चाहिँ कुनै पनि समस्या आउनुहुन्न भनेर हिजोसम्म पनि म स्टुडियोमा थिएँ, प्राइम फोकसमा थिएँ। अस्ति आउने कुरा थियो, प्रेस मिट क्यान्सल गर्नु पर्यो, त्यसको लागि मैले चाहिँ फेरि पनि सरी भन्न चाहन्छु। अब यो यात्रामा जोडिने सबैजनालाई म चाहिँ अब मनदेखि नै एकदमै धन्यवाद भन्न चाहन्छु। आज मैले सोचेको परिकल्पना अहिले पर्दामा हामी चाहिँ उतारेर लिएर आएका छौँ। आशा छ म यो सिनेमाको कलाकार नभइकन एउटा अडियन्सको रूपमा मैले त्यो सिनेमा हेर्दै गर्दा म साँच्चै नै नेपाली सिनेमालाई हामीले एउटा केही नयाँ र केही अद्भुतपूर्व दिन सक्यौँ भन्ने कुरामा म गर्व मान्न पाऊँ भोलि थिएटरमा म जाँदै गर्दाखेरि। र मलाई थाहा छ यति धेरै एक्सपेक्टेसन छ बलिदानलाई लिएर, तपाईँहरूले हलबाट बाहिर निस्केर स्याबासी दिनुहुनेछ हामीलाई भन्ने कुरामा म एकदमै विश्वास छु। कलाकर्मी.com सधैँ ताजा अपडेट।